सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हृदयदेखि नै हार्दिक नमन व्यक्त गर्न चाहेँ र आज हजुरसम्म थोरै भिडियो बनाउन लागेको छु, छोटो भिडियो र थोरै भनाइराख्न लागिरहेको छु र विशेष गरेर यो देश नेपालको बारेमा केही कुरो गर्न लागेको छु। यो देश नेपाल भन्दा पनि तपाईँको चाहिँ यो देशभित्र रहेको नेपाल देशभित्र रहेको समाज र जनताको बारेमा र नेपालको समाज र जनताहरूको अहिलेको स्थिति कस्तो छ त, त्यो स्थितिलाई अब कसरी यो देशमा राम्रो सुधारेर अगाडि बढाउने र नेपाली समाज र जनताहरू जति गरिब छ त्यो गरिबहरूलाई कसरी स्तर उन्नति बनाएर अगाडि बढाएर तपाईँको धनी बनाउने भन्ने खालको सवाल हो। र त्यो सवालमा चाहिँ म केही कुरो तपाईँहरूसँग जोड्नु गइरहेको छु। र यो देशमा तपाईँको अहिले आएर तपाईँको हरेक बखडाहरू झिकेर तपाईँको देशभित्रको समाज र जनतालाई सुख र समृद्धि दिनुभन्दा पनि देशभित्र रहेको जनता र समाजले चाहिँ तपाईँको भयभीत बनाएर डर त्रास दिने समस्याहरू खडा गरेर जनताहरूलाई चाहिँ आतङ्कित पारिराख्ने खालको मनसाय र मनोवृद्धि भएकै कारणले गर्दाखेरि यो देशमा अहिले तपाईँको समस्याहरू देखिन्छ। त्यसले गर्दाखेरि यो जुन अहिले तपाईँको पहिले एमसिसी भनौँ र अनि अहिले तपाईँको चाहिँ एसपिपी भनेर के अरे तपाईँको हरेक सन्धि सम्झौता गरेर चाहिँ तपाईँको नेपाली समाज जनताहरूलाई चाहिँ यो पास गर्दा एमसिसी पास गर्दा यो हुन्छ, एसपिपी पास गर्दा यो हुन्छ भनेर जनताहरूको कन्सेप्ट र दिमागमा चाहिँ तपाईँको नकारात्मक प्रभावहरू पारिरहेको कारणले गर्दाखेरि यदि एमसिसी र एसपिपीले तपाईँको यो देशको समाज जनताको के अरे अब समस्यालाई हल गर्दैन र नेपाली समाज जनतालाई चाहिँ सुख र समृद्धि दिँदैन भने त्यो खालको के अरे सम्झौताहरू गर्नु राम्रो होइन, त्यसै उचित होइन। त्यसले गर्दाखेरि तपाईँ हामीले बुझ्ने बेला आएको छ र त्यसले गर्दाखेरि के छ भने त्यो जुन एमसिसी र एसपिपीले नेपाली समाज जनतालाई घात हुन्छ र नेपाली समाज जनतालाई दुःख हुन्छ भने त्यो कुरो अहिले नै तपाईँ हामी सबै मिलेर चाहिँ त्यसलाई चाहिँ बहिष्कार गर्नुपर्छ र यो देशमा त्यो एमसिसी अथवा एसपिपी लागू गर्नु दिनुहुन्न र यो के अरे घातक सम्झौता छ, के अरे घातक चिज हो भने हामीले त्यो सम्झौता गर्नुहुन्न नेपाली समाज र जनता र नेतृत्व गर्ने वर्गहरू। र मैले बुझेँ के जोड्नु खोजेँ, नेपाली समाज र जनतालाई यदि सुख नै दिन्छौ भने नेपालको सरकारले के गर्नु पर्यो भने तपाईँ कम्ती यो देशमा कम्ती अनि कलखाना उद्योग खोल्नु पर्यो र नेपाली समाज र जनतालाई त्यहाँनिर जोड्नु पर्यो र रोजगारी दिनु पर्यो एउटा नियम कानुन बनाएर नेपाली भूमिहरू प्रशस्त रूपमा तपाईँको खाली छ है, त्यो खाली भूमिहरूमा चाहिँ तपाईँको चाहिँ खनजोत गरेर कृषि उत्पादन गरेर नेपाली समाज जनतालाई त्यहाँ काम गर्न लगाएर तपाईँको उत्पादन गरेर त्यहाँबाट तपाईँको चाहिँ नेपाली समाज जनतालाई खानुको लागि तपाईँको त्यो खालको एउटा वातावरण सिर्जना गरेर नियम कानुन बनाएर त्यो यस्तोमा जोड्नु पर्यो है। यसो जोड्दा चाहिँ नेपाली समाज जनतालाई सुख र समृद्धि मिल्छ। तर भने त्यो खालको देशमा विकास गर्ने, कलखाना उद्योग खोल्ने, कृषि उत्पादन गर्ने भन्ने कुरो त हाम्रो अहिले जति पनि नेतृत्व गर्ने वर्गहरूले बोलेको सुनिँदैन। तिनीहरूले चाहिँ के बोल्छ भने अब उनीहरूले पनि बोलेको छैन, फेरि त्यसमा चाहिँ तपाईँको चाहिँ जुन पार्टीलाई चाहिँ सपोर्ट गर्ने व्यक्तिहरूले चाहिँ जनताहरूबाटै पनि के सुनिन्छ भने पत्रकार मित्रहरू के सुनिन्छ भने तपाईँको चाहिँ अब एमसिसी पास गरिसक्यो, अब एसपिपी के अरे पास गरिसकेपछि देशमा के अरे हङ्गामा हुन्छ, विदेशी सेनाहरू आउँछ, अन्तदेखि यो नेपाल देश चाहिँ तपाईँको चाहिँ एउटा युद्ध भूमि जस्तो के अरे बनाउनु लागिरहेको छ। अनि त्यहाँबाट चाहिँ तपाईँको युद्धहरू भयो भने भोलि गएर नेपाली समाज र जनतालाई खतरा हुन्छ भनेर जतिखेर पनि यो के अरे नकारात्मक सोच र दिमाग लगाएर चाहिँ तपाईँको समाज र जनतालाई चाहिँ भ्रम पार्ने र जनतालाई चाहिँ आतङ्कित बनाउने खालको यो खालको के अरे कुराहरू तपाईँहरू कसैले सम्प्रेषण नगर्नु होला। पत्रकार मित्रज्यूहरूलाई पनि भन्न चाहन्छु र जो पार्टीमा हुनुहुन्छ तपाईँ त्यो पार्टीको व्यक्तिहरू त्यो मानिसहरूले पनि त्यो खालको के अरे अब के अरे त्यो खालको कुराहरू चाहिँ सम्प्रेषण नगर्नु होला। त्यो गरेपछि कि नेपाली समाज जनतालाई चाहिँ घात हुन्छ, घात भएर यो देशमा कहिले शान्ति नहुने भयो, जहिले पनि आतङ्कै मात्रै फैलिनु भन्ने खालको सोच छ। त्यो मनस्थितिबाट तपाईँहरूले बिल्कुल बाहिर निकाल्नुको लागि भए पनि तपाईँले कम दियो भने अब सही मार्गनिर्देशन लिएर नेतृत्व गर्ने नेताले अब के बोल्नु पर्ने, यो देशमा हामी कलखाना उद्योग खोल्छौँ र नेपाली समाज जनता त्यहाँ जोड्छौँ र कृषि उत्पादन गरेर नेपाली समाजलाई त्यहाँ जोड्छौँ र सबैलाई रोजगार दिन्छौँ नेपालीहरूलाई र विदेश जानुबाट हामी रोक्नेछौँ र तपाईँ कम्ती पनि यही देशमा बस्ने वातावरण बनाउनुहुन्छ र विदेशमा रहेको जति पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हुन्छ उहाँहरू पनि नेपाल आउन चाहनुहुन्छ भने यहाँ नेपाल आउने वातावरण बनाउनेछौँ र देशमा कलखाना उद्योग खोलेर सबैलाई यहीँ रोजगार दिनेछौँ भनेर तपाईँहरूले बोल्नलाई नेतृत्व गर्ने वर्गहरूले है म यो भन्न चाहन्छु। र तपाईँहरूको त्यो खालको कन्सेप्ट र के भिजन र दिमाग हुनु पऱ्यो। अनि त्यसो भन्नु भने चाहिँ सबै नेपाली समाज जनताले तपाईँ नेतृत्व गर्ने नेता वर्गहरूलाई पनि तपाईँको के अरे जनताले सम्मान गर्नेछ र तपाईँलाई सपोर्ट गर्नेछ। तर भने त्यो खालको बोल्नु भएन र त्यो एमसिसी पास गर्ने विदेशी सेना ल्याएर यहाँ के छ नेपाललाई काम छ, काम केही छैन। तपाईँ यहाँ लिएर चाहिँ के गर्नु, कोसँग युद्ध गर्न ल्याउनु पऱ्यो कि
त्यो विदेशी सेना यहाँ आएर चाहिँ उसले के काम गर्छ हाम्रो नेपालमा? कि हामीले कल कारखाना उद्योग खोलेर चाहिँ तपाईँको चाहिँ सबैलाई जाहेर दिन्छ त? दिँदैन। यो ल्याउने नै काम छैन नि, किन ल्याउने? र यस्तो खालको सम्झौताहरू छन् तुरुन्तै मेरो तर्फबाट चाहिँ खारेज हो र नेपाली समाज जनताको तर्फबाट खारेज हो। त्यो खालको सम्झौता बिल्कुल गर्नुहुन्न भन्ने खालको तपाईँलाई जानकारी गराउन चाहन्छु। र यो एसपिपी यो देश नेपालमा लागु पनि हुनु हुँदैन र तपाईँको सम्झौता गर्नुहुन्न भन्ने खालको प्रत्येक नेताहरूको दिमागमा छिरोस् र कन्सेप्टमा छिरोस् र तपाईँको बुद्धि आओस्, ज्ञान आओस्, दिमागमा चेत आओस्। र मैले भन्न चाहन्छु यो एसपिपी भन्ने खालको यो सम्झौता चाहिँ तुरुन्तै खारेज गर्नुपर्छ। मेरो तर्फबाट खारेज हो र नेपाली समाज जनताको तर्फबाट खारेज हो र नेताको तर्फबाट खारेज हुनुपर्छ। र नेताहरू मैले भनिरहेको छु, बारम्बार भनिरहेको छु, जनताहरू नेपाली जनताले भनिरहेको छु, यो देशको कलखाना उद्योग खोल्नु होला तपाईँहरूले र कृषि उत्पादन गरेर नेपाली समाज त्यहाँ जोड्नु होला, सबैलाई जाहेर दिनु होला, नेपाली बस्ने वातावरण बनाउनु होला भन्ने तपाईँलाई जानकारी दिँदै तपाईँबाट अहिले म बिदा हुन चाहिँ हस्त। धन्यवाद।